हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र फेरि पनि मैले अर्को रेसिपी लिएर आएको छु र भिडियो अन्तिमसम्म हेरिदिनुहोस् होला। मन पर्यो भने लाइक सेयर कमेन्ट अनि फलो पनि गरिदिनुहोस् होला। अनि युट्युबमा हेर्नुहुँदैछ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला। र आज चाहिँ म चिल्ली चिकन बनाउन गइरहेको छु र यसको लागि चाहिँ मैले हाफ किलो चिकन लिएको छु र ठुलो चम्चीको 1 चम्ची मैदा अनि ठुलो चम्चीको 1 चम्ची कर्नफ्लोर र आधा चम्ची नुन र सानो चम्चीको आधा चम्ची मरिचको धुलो अनि 1 चम्ची रङ खोर्सानी र त्यसपछि एउटा अन्डा र आधा चम्ची मैले यहाँ जिन्जर गार्लिकको पेस्ट राखेको छु र यसलाई मजाले मिक्स गरिसकेपछि मैले एउटा कराईमा तेल राखेँ र त्यसपछि चाहिँ मैले एक एकवटा गर्दै यो चिकनलाई फ्राई गरिरहेको छु र यसलाई चाहिँ मजाले डिप फ्राई गर्नुपर्ने हुन्छ र यतिको गोल्डन ब्राउन भइसकेपछि हाम्रो चिकन यो रेडी हुन्छ। र त्यसपछि चाहिँ मैले यहाँ एउटा कराईमा अलिकति तेल अनि ठुलो चम्चीको 1 चम्ची चप्ड गरेको लसुन अनि ठुलो चम्चीको 1 चम्ची चप्ड गरेको अदुवालाई पनि राखेँ र त्यसलाई हल्कासँगले रातो बनाउनुपर्छ, हल्का रातो। अनि त्यसपछि चाहिँ एक ठुलो पेलाको 1 पेला मैले यहाँ प्याज पनि राखेको छु र ठुलो पेलाको 1 पेला क्याप्सिकम राखेर त्यसलाई हल्कासँगले मैले फ्राई गरेँ। त्यसलाई बेसी गर्नु हुँदैन र त्यसलाई हल्का सफ्ट मात्रै बनाउनको लागि र सानो चम्चीको आधा चम्ची नुन अनि सानो चम्चीको आधा चम्ची यहाँ मरिचको धुलोलाई राखेको छु र त्यसपछि 1 चम्ची मैले चिल्ली पेस्ट अनि 2 चम्ची टमेटो केचप र 1 चम्ची चाहिँ मैले सोया ससलाई राखेको छु र त्यसपछि एउटा पेला लिएँ र त्यसमा 1 चम्ची कर्नफ्लावरलाई हालेँ र मैले यहाँ अलिकति पानी हालेर त्यसलाई मजाले मिक्स गरिसकेपछि यहाँ अलिअलि गर्दै हाल्नुपर्ने हुनेछ, एकैचोटि हाल्नु हुँदैन र अलिअलि गर्दै हाल्नुपर्छ। र तपाईँहरूलाई चाहिँ कतिको ग्रेभी मनपर्छ त्यो अनुसार तपाईँले कर्नफ्लावरलाई यहाँ मिक्स गर्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ कम्ती मलाई मनपर्ने भएको कारणले गर्दा मैले यहाँ कम्ती मिक्स गरेर हालेँ र यो सबै मिक्स गरिसकेपछि चाहिँ मैले अघि फ्राई गरेको मासुलाई मैले यहाँ हालेर यसलाई बिस्तारै मैले यहाँ चलाइरहेको छु र मलाई चाहिँ यतिको ग्रेभी मनपर्छ। अनि तपाईँलाई अलिक ग्रेभी मनपर्छ भने तपाईँले अलिक बढी नै कर्नफ्लोरलाई तपाईँले मिक्स गरेर हाल्नु सक्नुहुनेछ। र आजको मेरो यो चिल्ली चिकन रेडी भइसकेको छ र एकदम टेस्टी अनि मिठो भएको थियो र तपाईँहरूले पनि यसरी बनाएर खान सक्नुहुनेछ। थ्याङ्क यू।